आजको दिनमा यस्तो हुन्छ भनेर सोचेको पनि थिएन। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो छोटो मिठो मिनी ब्लगमा। हजुरहरू आरामै होला, म पनि एकदम आरामै छु। आज चाहिँ म बिहानै उठे भन्न पनि सुहाउँदिनँ, किनकि म उठ्दाखेरि घाम टलक्क भएर घाम नौडाँडा काटिसकेको थियो। अनि म छिटो बडल कुडल गरेर पोछा लगाएँ। हुन त अहिले पहिलाको जस्तो जमाना छैन, बिहानै उठेर लिपपोत गर्नुपर्ने, घाँस दौरा गर्नुपर्ने। अहिले त धेरै सुविधा भइसकेको छ। आजभोलि के भएको मलाई फेरि भिडियो बनाउन नि अल्छी लाग्ने, तर अल्छी चाहिँ गर्नु भएन है। आज चाहिँ भिडियो बनाउँछु भनेर जोस जागर चलाएर बनाएको छु। हजुरहरूले फेरि पनि माया गरिदिनु होला है। फेरि साथीहरू मलाई एउटै चिन्ता हुन्छ के, घरमा जति सब्जी भयो नि के पकाउने हुन्छ। हिजो चाहिँ मैले बोडी भिजाएर राखेको थियो, त्यसलाई नै 7 सिटी लगाइदिएँ। सजिलो नि भयो, मिठो नि भयो। मलाई चाहिँ कसैले पाहुना खुलाउन बोलाउँदै हुनुहुन्छ भने नि आलु र गुन्द्रुकको झोल बनाइदिने हुन्छ कि म नै भन्दिनँ, मलाई मासु नै पकाइदिनु पर्छ भन्ने छैन। म चाहिँ गुन्द्रुकको झोल नै मिठो मानेर खाइदिन्छु। बरु खानासाना खाएर छोरो सुत्ने बेलामा मौकामा चौका हुनुपर्छ भनेर मैले दिउँसोको लागि पुरी बनाएँ। के गर्ने साथीहरू, बच्चा भएपछि यस्तै हो। फेरि मेरो बाबु एकछिन बस्दैन, एकदम चकचके छ के, हेर्नै सक्दिनँ। म बच्चाको आमा भएर फेरि म आफै बच्चा जस्तो छु के, दिनभरि म खाली हुन एकचोटि पनि किचिरमिचिरहरू पनि खाइराख्छु। चाउचाउ चटपट त भन्नै पर्दैन, तर त्यस्तो धेरै खाना पनि नहुने रहेछ भन्छु। बिर्सिन्छु एकछिनमै अनि फेरि खान्छु। पानी भनेपछि फेरि मलाई खानै मन लाग्दैन के। आजको मेरो मिनी ब्लग यति नै, फेरि अर्को मिनी ब्लग लिएर आउने छु। बाई बाई।